आज चाहिँ हामी फार्माकोलोजी अन्तर्गत पार्किन्सन्स डिजिजमा युज हुने मेडिकेसन्स अथवा एन्टी पार्किन्सनियन मेडिकेसन्सको बारेमा छलफल गर्छौँ है त। पार्किन्सन्स डिजिज भनेको के हो भनेर चाहिँ हामीले योभन्दा अगाडिको भिडियोमा डिस्कस गरिसक्यौँ। सो त्यो जान्न मन लाग्छ भने चाहिँ यु क्यान गो थ्रु द्याट भिडियो। अब पार्किन्सन्स डिजिजमा चाहिँ तीनवटा क्याटेगोरिजको ड्रगहरू चाहिँ युज हुन्छ अरे है। फर्स्टमा छ डोपामिनर्जिक, सेकेन्डमा एन्टिकोलिनर्जिक र थर्डमा छ सिओएमटी इन्हिबिटर्स अथवा क्याटेकोल मिथाइल ट्रान्सफरेज इन्हिबिटर्स। अब डोपामिनर्जिकबाट सुरु गरौँ है त। पार्किन्सन्स भनेको मेन के भएर हुने हो? ब्रेनमा डोपामिनको लेभल डिप्लिसन भएर हुने हो नि त होइन, डोपामिन कम भएर हुने हो पार्किन्सन्स भनेको। अब यो डोपामिनर्जिकले चाहिँ ब्रेनमा डोपामिनको एक्टिभिटी चाहिँ इन्क्रिज गराइदिन्छ अरे, डोपामिनको लेभल इन्क्रिज गराइदिन्छ अरे, जसले गर्दाखेरि चाहिँ पार्किन्सन्सको सिम्टम म्यानेजमेन्टमा चाहिँ हेल्प हुन्छ है। अब डोपामिनर्जिक ड्रगमा के पर्छ भन्ने तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ लिस्टमा। हामीले छलफल गर्ने भनेको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट हामीलाई एकदम कमनली सोध्ने र कमनली युज हुने ड्रग कम्बिनेसन भनेको चाहिँ कार्बिडोपा लिभोडोपा हो है। यो चाहिँ फर्स्ट लाइन अफ ट्रिटमेन्ट हो। अब लिभोडोपा कार्बिडोपा चाहिँ सधैँ कम्बिनेसनमा चलाउँछ है, सँगै चलाउँछ। यो लिभोडोपा चाहिँ के हुन्छ अरे भने बडीभित्र गइसकेपछि डोपा कार्बोक्सिलेज भन्ने इन्जाइमको प्रेजेन्समा चाहिँ डोपामिनमा कन्भर्ट हुन्छ है। के कन्भर्ट हुन्छ? लिभोडोपा डोपा कार्बोक्सिलेज भन्ने इन्जाइमको प्रेजेन्समा केमा कन्भर्ट हुन्छ? डोपामिनमा कन्भर्ट हुन्छ। अब पार्किन्सन्समा पनि डोपामिनको लेभलै इन्क्रिज गराउनु पर्यो हो। कहाँ इन्क्रिज गराउनु परेको? सिएनएसमा इन्क्रिज गराउनु परेको, ब्रेनमा इन्क्रिज गराउनु परेको। तर समस्या चाहिँ कहाँ हुन्छ अरे भन्दा लिभोडोपा मात्रै दिँदा जुन यो डोपा कार्बोक्सिलेज भन्ने इन्जाइम छ नि, लिभोडोपालाई डोपामिनमा ब्रेकडाउन गर्न चाहिने, यो डोपा कार्बोक्सिलेज भन्ने इन्जाइम चाहिँ पेरिफेरीमा पनि हुन्छ, सिएनएसमा पनि हुन्छ के है। पेरिफेरीमा पनि लिभर, इन्टेस्टाइनल वाल, ब्लड भेसल्सको टिस्युहरूमा चाहिँ हुन्छ यो डोपा कार्बोक्सिलेज। त्यही भएर अब लिभोडोपा मात्रै दिँदाखेरि के हुने भयो भन्दा ब्रेनमा सिएनएसमा पुग्नुभन्दा अगाडि नै यो लिभोडोपा चाहिँ डोपामिनमा कन्भर्ट भइदिने भयो र ब्लड ब्रेन ब्यारियर क्रस गर्न नसकेर डोपामिनले ब्लड ब्रेन ब्यारियर क्रस गर्न सक्दैन अनि पेरिफेरल डोपामिन चाहिँ बढ्छ कि पेरिफेरल डोपामिन इन्क्रिज हुन्छ। तर हामीलाई कहाँ इन्क्रिज गराउनु परेको थियो? सिएनएसमा इन्क्रिज गराउनु परेको थियो। त्यो भयो त यो कन्डिसनमा? भएन। किन भएन? पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेजले लिभोडोपालाई पहिल्यै डोपामिनमा कन्भर्ट गरिदियो। अब उल्टो यो पेरिफेरल डोपामिन इन्क्रिज भएको भएर साइड इफेक्ट देखिन्छ। जीआई साइड इफेक्ट जस्तै नजिया, भमिटिङ, लस अफ एपिटाइट हुने, कार्डियोभास्कुलर साइड इफेक्ट देखिन्छ, अर्थोस्ट्याटिक हाइपोटेन्सन एकदम धेरै कमन है। अनि ट्याकिकार्डिया, इरेगुलर हार्टबिट, फ्लसिङ हुने हुन्छ। केले गर्दाखेरि लिभोडोपा चाहिँ सिएनएसमा पुग्नुभन्दा अगाडि नै पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेजले डोपामिनमा कन्भर्ट गरिदिँदाखेरि। अब कार्बिडोपाको काम आउँछ यहाँ। अब कार्बिडोपा कम्बाइन गरेर दिइसकेपछि के गर्छ त कार्बिडोपाले भने जुन यो पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेज छ नि यिनीहरूलाई चाहिँ ब्लक गरिदिन्छ। पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेजलाई ब्लक गर्ने भयो तर सिएनएसको लाई चाहिँ ब्लक गर्दैन किनभने यसले ब्लड ब्रेन ब्यारियर क्रस गरेर जान सक्दैन। लिभोडोपाले ब्लड ब्रेन ब्यारियर क्रस गरेर सिएनएसमा जान्छ अनि सिएनएसमा भएको यो डोपा कार्बोक्सिलेजले यो लिभोडोपालाई डोपामिनमा कन्भर्ट गर्छ। त्यो हुनको लागि के गरिदियो कार्बिडोपाले? कार्बिडोपाले पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेजको एक्सन चाहिँ ब्लक गरिदियो। अब पेरिफेरीमा भएको डोपा कार्बोक्सिलेजले यो लिभोडोपालाई सिएनएसमा पुग्नुभन्दा अगाडि नै डोपामिनमा कन्भर्ट गर्न पाएन। त्यही भएर कार्बिडोपा लिभोडोपा चाहिँ कम्बाइन गरेर दिन्छ पार्किन्सन्समा है। अर्को थाहा पाउनुपर्ने कुरा चाहिँ कार्बिडोपा लिभोडोपा चलाइरहेको बेलामा एमएवाई चलायो भने हाइपरटेन्सिभ क्राइसिस हुनसक्छ है। किन भन्दा अब यो कार्बिडोपा लिभोडोपाले के काम गरिरहेछ? ब्रेनमा डोपामिनको लेभल इन्क्रिज गराइरहेछ होइन। तर यो एमएवाइजले चाहिँ के गरिदिन्छ भने त्यो डोपामिनलाई ब्रेकडाउन गर्ने इन्जाइमलाई चाहिँ ब्लक गरिदिन्छ। अब डोपामिनको लेभल इन्क्रिज भइरहेछ यहाँ, अब ब्रेकडाउन हुन पाइरहेको छैन भनेपछि के हुने भयो?
डोपामिन एक्युमुलेट भएर बस्ने भयो। त्यो डोपामिन एक्युमुलेसनले गर्दाखेरि चाहिँ हाइपरटेन्सिभ क्राइसिस हुन सक्छ। यो पनि एकदम इम्पोर्टेन्ट छ है सम्झिनको लागि। अब साइड इफेक्ट्स र एडभर्स इफेक्ट्स अफ डोपामिनर्जिक ड्रग्स छलफल गरौँ है त। के हुन्छ त? फर्स्टमा चाहिँ डिस्काइनेसिया हुनसक्छ अरे। डिस्काइनेसिया भनेको इन्भोल्युन्टरी एबनर्मल अनकन्ट्रोलेबल मुभमेन्ट अफ द बडी हो। यो किन हुन्छ भन्दा एक्सेस डोपामिन स्टिमुलेसन अफ मोटर पाथवेले गर्दाखेरि हुन्छ। अर्को भनेको इन्भोल्युन्टरी बडी मुभमेन्ट हुनसक्छ, त्यही ओभर एक्टिभेसन अफ डोपामिन रिसेप्टर ब्यासोग्याङ्ग्लियामा हुने भएको भएर चेस्ट पेन हुन सक्यो। किन भन्दा यसले चाहिँ कार्डियोभास्कुलर सिस्टमलाई पनि अफेक्ट गर्न सक्छ। यसले कार्डियाक वर्कलोड बढाउन सक्छ, अरिथमिया गराउन सक्छ। त्यही भएर चेस्ट पेन हुन्छ। नजिया एन्ड भमिटिङ हुन सक्यो, किनभने डोपामिनले केमोरिसेप्टर ट्रिगर जोन स्टिमुलेट गर्छ, त्यसले चाहिँ भमिटिङ सेन्टर एक्टिभेट गराइदिने भएर नजिया भमिटिङ पनि हुन सक्छ। युरिनरी टेन्सन हुन्छ, किनभने डोपामिनले अटोनोमिक नर्भस सिस्टमलाई अल्टर गराइदिन्छ, त्यसले चाहिँ कन्ट्रोल अफ ब्ल्याडर एम्प्टिङ चाहिँ लुज गर्न सक्ने भएर युरिनरी टेन्सन हुन्छ। कन्स्टिपेसनको कुरा गर्नुपर्दा पार्किन्सन्स डिजिज आफैले पनि कन्स्टिपेसन गराइरहेको हुन्छ होइन, ग्यास्ट्रोइन्टेस्टाइनल मोटिलिटी डिक्रिज गराएर। अर्को डोपामिनले झन् स्लो डाउन गराउने भएर कन्स्टिपेसन एकदम कमन हुन्छ। अर्को छ स्लिप डिस्टर्बेन्सेस। अब यसले चाहिँ कुनै कुनै क्लाइन्टलाई वेकफुल पनि गराइरहेको हुन्छ, इन्सोम्नियाक पनि गराइरहेको हुन्छ भने कहिले कहिले चाहिँ प्याराडक्सिकली ड्राउजिनेस गराएर सेडेसन पनि गराइरहेको हुन्छ है। अनि अर्को अर्थोस्ट्याटिक हाइपोटेन्सन हुन्छ। भ्याजोडाइलेसनले गर्दाखेरि क्लाइन्ट उठ्दाखेरि चाहिँ ब्लड प्रेसर रिड्युस हुने हुन्छ। अर्को कन्फ्युजन, एकदम धेरै सेन्ट्रल डोपामिनले चाहिँ कग्निटिभ प्रोसेसलाई चाहिँ इम्पेयर गराइदिने भएर स्पेसली ओल्डर अडल्ट्समा चाहिँ कन्फ्युजन हुनसक्छ है। मुड चेन्जेस हुन सक्यो, किन भन्दा के भन्छ अरे अल्टर डोपामिन लेभलले चाहिँ ब्रेन पाथवे, जुन मुड रेगुलेसनमा इन्भल्भ हुने ब्रेन पाथवे हुन्छ, त्यसमा अल्ट्रेसन ल्याइदिन्छ है। अनि हेलुसिनेसन हुन सक्यो, किन भन्दा एक्सेस डोपामिनले मेजोलिम्बिक पाथवेलाई चाहिँ स्टिमुलेट गराएर सेन्सरी मिसपर्सेप्सन्सहरू हुनसक्छ है, त्यसले गर्दा हेलुसिनेसन। र अर्को चाहिँ ड्राई माउथ, किन रिड्युस सेलिभरी सेक्रेसन ड्यु टु अटोनोमिक नर्भस सिस्टम इफेक्ट्स। यो भयो हाम्रो साइड इफेक्ट्स अफ डोपामिनर्जिक ड्रग्स। अब नर्सिङ इन्टरभेन्सनमा के गर्नुपर्छ हेरौँ है त। भाइटल साइन असेस गर्नु पर्यो र किन असेस गर्ने भन्दा अब अर्थोस्ट्याटिक हाइपोटेन्सन, कार्डियाक चेन्जेस अर्ली थाहा पाउनुको लागि भाइटल साइन असेस गर्नु पर्यो। रिस्क फर इन्जुरी हेर्नु पर्यो। डिजिनेस, कन्फ्युजन, डिस्काइनेसियाले चाहिँ फल एन्ड इन्जुरी इन्क्रिज गराउन सक्छ, त्यही भएर त्यो सिम्टम चाहिँ कतिको छ भनेर असेस गरिराख्नु पर्यो। अनि क्लाइन्टलाई चाहिँ यदि नजिया र भमिटिङ भइरहेछ भने औषधि चाहिँ खानासँग खाऊ, फुडसँग खाऊ भनेर भन्नु पर्यो अरे। किन भन्दा फुडले चाहिँ ग्यास्ट्रोइन्टेस्टाइनल इरिटेसन चाहिँ रिड्युस गराउँछ र इम्प्रुभ्स टोलरेन्स अफ द मेडिकेसन होइन। अनि साइन एन्ड सिम्टम्स अफ पार्किन्सनिजमको लागि चाहिँ असेस गर्नु पर्यो। किन भन्दा बेसलाइन इस्टाब्लिस गर्न र थेराप्युटिक इफेक्टिभनेस कतिको छ भनेर थाहा पाउनको लागि है। मोनिटर फर साइन्स अफ डिस्काइनेसिया। डिस्काइनेसिया चाहिँ अघि हामीले एडभर्स इफेक्टमा नि डिस्कस गरेका थियौँ, लिभोडोपा थेरापीको डोज रिलेटेड एडभर्स इफेक्ट हो। त्यो भएको भएर त्यसको लागि मोनिटर गर्नु पर्यो। अनि क्लाइन्टलाई चाहिँ पोजिसन चेन्ज गर्दाखेरि एकदम बिस्तारै चेन्ज गर भनेर भन्नु पर्यो। किन अर्थोस्टेटिक हाइपोटेन्सन छ, त्यही भएर डिजिनेस प्रिभेन्ट गर्नको लागि, फल प्रिभेन्ट गर्नको लागि बिस्तारै पोजिसन चेन्ज गरेर भन्नु पर्यो। औषधि चाहिँ एब्रप्टली डिस्कन्टिन्यू गर भनेर भन्नु भएन, किनभने सडन विथड्रलले गर्दाखेरि चाहिँ सिभियर सिम्टम वर्सनिङ अथवा न्युरोलेप्टिक म्यालिग्नेन्ट सिम्टम लाइक न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम लाइक रियाक्सन्सहरू चाहिँ देखिन सक्छ है। अभोइड चाहिँ अल्कोहल चाहिँ अभोइड गर भनेर इन्स्ट्रक्ट गर्नु पर्यो, किनभने अल्कोहलले सिएनएस डिप्रेसन इन्हान्स गराउँछ र हाइपोटेन्सन के गर्छ, वर्सन गराउँछ है। अनि क्लाइन्टलाई चाहिँ युरिन अर पर्सपिरेसनको कलर चाहिँ चेन्ज हुनसक्छ, त्यो चाहिँ एकदमै हार्मलेस हो, तर तिम्रो लुगामा चाहिँ स्टेनिङ हुनसक्छ भनेर इन्फर्म गर्नु पर्यो नत्र क्लाइन्ट चाहिँ आत्तिन सक्छ किन यस्तो भइरहेछ भनेर। अनि अर्को, यदि डायबिटिज मलाइटिस भएको क्लाइन्ट छ भने चाहिँ ग्लुकोज टेस्टिङ चाहिँ युरिनबाट गर्नु हुँदैन भनेर भनिदिनु पर्यो, किनभने स्पेसली लिभोडोपाले चाहिँ अल्टरेसन ल्याइदिरहेको हुन्छ क्या युरिनमा ग्लुकोजको लेभल। त्यो भएको भएर युरिन ग्लुकोज टेस्टिङ चाहिँ अभोइड गर्न भन्नु पर्यो। अनि क्लाइन्टलाई चाहिँ यदि कार्बिडोपा लिभोडोपा थेरापी चलाइरहेछ भने उसलाई हाई प्रोटिन डाइट चाहिँ नलिनको लागि इन्स्ट्रक्ट गर्नु पर्यो, किनभने हाई प्रोटिनले चाहिँ के गर्छ, सिएनएसमा मेडिकेसन अभाइलेबिलिटीलाई चाहिँ इन्टरफेयर गरिदिन्छ है, प्लस एब्जर्प्सनमा पनि अल्ट्रेसन ल्याइदिन्छ। अनि प्रेसक्राइब्ड अमाउन्ट अफ प्रोटिन मात्र खानु पर्यो, त्यो पनि एकैचोटि नखाने। थ्रु आउट द डेको मिलमा दिनभरि नै डिभाइड गरेर खाऊ भनेर भन्नु पर्यो।
केमा कार्बिडोपा लिभोडोपा चलाइरहेको क्लाइन्टमा। अनि अर्को सेम कार्बिडोपा लिभोडोपा एडमिनिस्टर गर्दाखेरि चाहिँ क्लाइन्टलाई के भन्छ अरे भिटामिन B6 इन्टेक चाहिँ एक्सेसिभ गर्नु हुँदैन भनेर भन्नु पर्यो, नभए यसले चाहिँ एडभर्स रियाक्सन पनि गर्न सक्छ। अनि अर्को भनाइ चाहिँ लिभोडोपा एब्जर्प्सनमा पनि यसले अल्ट्रेसन ल्याइदिन सक्छ। सो यति नै हो डोपामिनर्जिक मेडिकेसन अन्तर्गत चाहिँ एन्टी पार्किन्सनियन मेडिकेसन्सको डोपामिनर्जिक ड्रग्सहरूको बारेमा चाहिँ यति नै हो। यो भिडियो अलरेडी लामो भइसक्यो। सो नेक्स्ट पार्टमा चाहिँ हामी एन्टिकोलिनर्जिक र COMT इनिबिटर्स डिस्कस गर्छौँ। होपफुली यो भिडियो हेल्पफुल भयो होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।